सिंहदेवीको शिलाहरू ल है। आज सिंहदेवीको शिलाहरू हामीले यहाँनिर सिंहदेवीको शिलाहरू पाँच कन्या ताप्लेजुङ सेती देवी ल है। आज पञ्चकन्या कालीमाई भगवतीको शिलाहरू यहाँ उत्पत्ति भएर यसरी नै हामीले आजको दिनमा उद्घाटनहरू गर्दै लाँदैछौँ। जन्मबार पारेर ताप्लेजुङ सेती देवी पञ्चकन्या सिंहधाम गुरुधाम कालीमाई भगवती देवीलाई यसरी नै हामीले आजको दिनमा शुभ दिन तिथिबार गरेर उहाँको स्वागत गरेको छौँ। यसै देवीले हामीलाई हेरकोर गरेर यसै समयमा यसरी नै हामीलाई ज्ञान बुद्धिहरू दिँदै सारा संसारमा यति नै प्रगति उन्नति गर्दै सिंह भगवती माई देवी ताप्लेजुङको कान्छी बहिनी महारानीको साथमा खेल्ने भगवती शिवमाई उहाँ जलदेवी साथमा खेल्ने जलदेवी हुनुहुन्छ र ऊ सिंहदेवी सेती सिंहदेवी हुनुहुन्छ र उहाँलाई हामीले मानेर यसरी लानुपर्ने भयो र यसरी नै आजको दिनमा तिथिबार उत्पत्ति भएर आएको छ। शुभ दिन आजको दिनमा मैले उत्पत्ति गरेर यो बिहानै झुल्के घाममा सपनामा देखेर निकालेको हो। यो यसै शिलामा तपाईहरूले पनि प्रकट भएर यसै गृहमा यो आजको दिन तिथिबार बिहिबारको दिन देवीको बार मैले यो शिलाहरू निकालेर उसको उद्घाटनहरू गर्दै हामी लाँदैछौँ। र देवी सिंहदेवी यहाँ हुनुहुन्छ र उहाँलाई काली भगवती भनेर हामी चिन्छौँ। ल ऊ सम्पूर्णको धनी हुनुहुन्छ र ऊ एकदमै पञ्चकन्या सिंहधाम सेती देवी हुनुहुन्छ र यसरी नै उहाँलाई आज फल फलेदो गरी फर्सदहरू गरिकन आज उहाँलाई हामीले जन्म नीति गऱ्यौँ। आज शुभ दिनमा आज ल है उहाँको उत्पत्ति गराएर आज हामीले खोलखाल गरिकन सपनामा देखेको यो शिलालाई हामीले उत्पत्ति गराएको धेरै भयो, तर उहाँलाई माननीय नपुगेको गर्दाखेरि कतिवटा कुरो यहीँ अल्पिएर बस्नुभएको थिएछ। र आज शुभ दिन शुभ बिहान तपाईँको मैले खनी पठाएर सपनामा देखाउनु भयो उहाँलाई। यो पाँचकन्या सिंहदेवी सिंहधाम कालीमाई भगवती भनेर उहाँलाई चिनिन्छ हामीले। र यसै कारणले पोखरिम बस्ती नम्बर 5 मा यो उत्पत्ति भएको छ। र आजको दिनमा महानुभावहरूले पनि पूजा गर्नुहुन्छ भने हेर्नुहुन्छ भने आउनुहोस्। तपाईँहरूको यहाँनिर एकदम प्रकट गरेर यहाँनिर उत्पत्ति भएको छ। र यसै कारणले हावाहुन्डी बतासहरू ल्याउने तुफान ल्याउने उहाँ नै हुनुहुन्छ र उहाँ झल्छती छ्याछ्याती हुनुहुन्छ र ज्ञान बुद्धिहरू हुनुहुन्छ। जसको नानीहरू हुँदैन, जसको चिता कुरो पुग्दैन, जसको भाकलहरू पुरा हुँदैन, अङ्गडा लङ्गडा हुन्छ, बोली लाग्दैन, उहाँले नै सबै निको गरेर लानुहुन्छ। र यो एउटा सिंहदेवी पाँचकन्या सिंहदेवी कालीमाई भगवती नेपालको पाथिभारा ताप्लेजुङको हुनुहुन्छ। र आजको दिनमा शुभ दिन तिथिबार गरिकन उहाँलाई हामीले मान्यौँ गुन्यौँ र आज उत्पत्ति भएको छ। र सपनामा देखाएको अनुसार हामीले खनखान पारिकन ल्यायौँ र उसको उद्घाटनहरू गर्दै हामी लाँदैछौँ। र यसै गिरियामा यसै गोपालमा हेर्नुहोस्, आज शुभ दिनमा फाँडफुँड गरिकन सिक्कलहरू पनि त्यहीँ छ र कोदालोहरू पनि त्यहीँ छ। र आज उहाँलाई राम्रोसँगले मानेर लगेछौँ। उहाँको उद्घाटन गरी झन्डीहरू अब लाउँदै उहाँको शिलाहरूलाई हामीले माननीय गर्दै लाँदैछौँ। महानुभावहरूले टाढाटाढामा हुनुहुन्छ भने यसरी नै यो शिलालाई राम्रोसँगले मानेर गुनेर लानुहुनुहुन्छ। र यो जलकन्या देवी भन्छन् उहाँलाई र काली भगवती पनि भनेर उहाँलाई चिन्नेछौँ। र यसैमा तपाईँहरूको आज तिथिबार गरिकन शुभ दिनमा उहाँलाई ल्यायौँ। यसरी नै हेर्नुहोस्, घामको जस्तो जुनको जस्तो यो आकार भएको छ। उहाँलाई हेर्नुहोस् राम्रोसँगले
उहिले नै अलिकति उहाँलाई चोटपटकहरू लागेको थिएछ। मानवनिधव गर्दाखेरि हामी जानेनौँ बुझेनौँ। उहाँ चाहिँ उत्पत्ति भएर आएको हो, यसरी बगेर आएको होइन, यहाँ नै उतै उत्पत्ति भएर आएको हो। यो शिला चाहिँ पहाडवासी, तीर्थवासी, जलवासी, थलावासीमा खेल्दै हिँड्ने हुनुहुन्छ र हिमालको सेतीदेवी भनेर उहाँलाई चिनिन्छ र हिमालको सेतीदेवी पनि रहेछन् र यहाँ शिव अवतारको धनी पनि उहाँ हुनुहुँदो रहेछ र उहाँ चाहिँ एकदमै हिमालको शिव महादेव, भगवती, जलकन्ये, थलकन्ये, ऊ दुतकन्ये पनि हुनुहुँदो रहेछ र उसको साथमा कालीमाई भगवती पनि हुनुहुन्छ र उहाँलाई यसरी नै हामी मानवनिधव गर्दै लाँदैछौँ। र आजको दिनमा तपाईँहरूको शुभ दिनमा आजहरूको ब्रकष्ट गरेर यसैमा हामीले उहाँलाई मानवनिधव गर्दै यसरी नै मानवनिधव गर्दै पुऱ्याएर अझ के दिनुपर्ने, कसो कसो दिनुपर्ने, होमावती पनि गर्नुपर्ने हो कि कसो हो उहाँले बताउनु हुँदैछ र मैले ज्ञान बुद्धिहरू पाएको छु। म यसै गिरिया यसैमा राजा भएर आएको हो। हे परमेश्वरी, आज उहाँको शिला उत्पत्ति भएकोले गर्दाखेरि म यहाँ नै प्रकष्ट गर्दै उहाँ शिलालाई आशीर्वाद माग्दैछु र यसरी नै उहाँको जन्म जन्महरू भएको छैन कसैको अगति बगति भएर कोही बोली नलाग्ने, कोही के नहुने। आज उहाँले उत्पत्ति गराइदिनु भएको छ। धेरै समयदेखि म एउटा बिमारी भएर बसेको थिएँ। त्यो बिमारी हुने गर्दाखेरि यसरी उत्पत्ति हुँदै जाँदैछ। अझ पनि यो घरको चार सिरामा उत्पत्ति हुँदैछ। यो मुनि तपाईँले देख्नुभएको शिला छन्, यहाँ मुनि शिलाहरू छन्, योहरू सबै उत्पत्ति गराएर आएको हो। यो बिस्तारै बिस्तारै तपाईँहरूको यहाँ झन्डीहरू देख्नुभएको छ, यो घरहरू देख्नुभएको छ, योहरू सबै यसरी लाँदै लाँदै जाँदा आजको दिनमा डाँडा काँडामा हे परमेश्वरी बसेको जग्गाहरू यसरी नै तपाईँलाई मानवनिधव गर्दै गर्दै यसरी नै चियाबारी पोखरिङ बस्ती नम्बर 5 दार्जिलिङ इलाकामा आजको उत्पत्ति भएर निक्लेको छ शिलाहरू र यसरी नै हामी मान्दै मान्दै जाँदैछौँ। उहाँलाई शुभ दिन तिथिबार गर्दै उहाँको